चाहिँ हामी बारटेन्डरसँग जम्लाको बोतल उडाउने है अनि आफूले भनेको चाहिँ खाने दामी छ अझै देखाउँदै जान्छु तपाईँहरूलाई है बाबा अनि त्यही भएर चाहिँ मेरो जुन टोन छ भोइस छ अलिकति इन्डियन टाइपको छ र मलाई खासै राम्रोसँग नेपाली पनि बोल्न आउँदैन है यसो मिलाएर बुझ्नु होला सबैजनाले है यसको चाहिँ 4-5 पर्छ यो ढिलो जान्छ है यो चाहिँ एउटा जान्छ 30 ml है यसो não dormia né o to ठीक शादा ने चाहिँ दिने बियास 40% दियो झ्याला दिनु मोरै गर्दा के छ र यो दिदीलाई खाले नि हामी त्यही त झ्याला के छ र दिदा 통이야 खाएको जुना चाहिँ यस्तो छ गरे द्याए बटनहरु कसरी गर्नुपर्छ अहिले यसो हल्का सिकाइदिन्छु हस् ट्राई गर्नुस् न हैन अब होस् होस् के कुरा हो तर यसो आधा दिन यसो हल्का गर्नु हस् हुन्छ त यो चाहिँ यो सबै एउटा बटन लिनु त है हजुर लिनु त है ल आउनु सबैले एक एउटा बटन लिनु त है एउटा है गर्नुपर्छ बडीको वार्म अप हैन एक्सरसाइज तर कसरी गर्ने यो चाहिँ अब यसरी लेफ्ट राइट गरेर बिस्तारै गरी अलिकति ध्यान दिएर जेब पनि हुन्छ है एकछिन मात्र ध्यान दिनु पर्छ पास गर्नु Inner shock. ल अब उताबाट हेर्नु है कहाँ पुग्यो हो माथि राख्नु त भेरी गुड Very good. अब त्यो सबै हो अब बिस्तारै स्पुन चम्चा बिस्तारै दिनु हो भेरी गुड एउटा ताली दो ल त्यो हाल्नुहोस् बिस्तारै साइडबाट हाल्नुहोस् साइडबाट बिस्तारै 우중안에 째세요 भयो हो भेरी गुड Tabaneza. यसरी स्पुनको बिचमा हाल्नु न स्पुनको बिचमा हाल्नु म झन्स मारे म एन सेन्टरमा हाल्नु स्पुनको सेन्टरमा हाल्नु बिस्तारै साइडबाट ग्लासको साइडबाट हाल्नु ल भयो खानु मन है ल नेक्स्ट आउनु नेक्स्ट
Oh, very good. 들어마. 예, 맞어. 왜 두수만 ल नेक्स्ट आउनुहोस् भयो बिस्तारै भयो 주다. 나 머리가 쭉. बिस्तारै भयो 뭐가 주지? ल बिस्तारै यो ड्रिङ्क पनि बनिसकेपछि ग्लुकोजमा पातहरू आउँछ कि 진짜 좀 전화 와. त्यो ढेलो रङ्गलासे भेन ढेलो सरले कति वर्ष सिक्नुभयो म त 7 वर्ष भइसक्यो 7 वर्ष Guys,这是他妈这吃了个，但是真的，엄마 죄呀， 엄마 레시피 도상 두수마. 아직 가이즈 사는데 된다 에스통.看我的 sexy biscuit。 저 니가 셔. 저기. 아, 내 탑이 아파. 야 인다 아, 인다야. 냄새가 하나 드죠. 자, 맞아. 왜 이시 두수 마? 왜 두수 마? 야야 아니 인다 아니 그냥 야 냄새가 와, 나이스. 왜 스위트다 왜? 그냥 또 던져서 일단 겐데 앉아 겐데 갈리 좋아 내려와 싹쇼 아밀 카레 싹쇼 그냥 맛봐. 아이가 봐. 아이 봐봐. 좋아 अब चाहिँ भाँडा धोको अब हाम्रो काम सक्यो गाइस अब खाएपछि धुनु नै पर्यो नि अब उनीहरू धुँदैछ अब चाहिँ हाम्रो आजको क्लास पनि सक्यो गाइस यति नै छ